नबिल इन्भेस्टमा रिडेम्पसन अर्थात् बिक्री कसरी गर्ने। सर्वप्रथम आफ्नो रेजिस्टर्ड अकाउन्ट प्रयोग गरी सिस्टममा लगइन गर्नुहोस्। त्यसपछि ड्याशबोर्डको बायाँपट्टि रहेको मेन्युबाट रिडिममा क्लिक गर्नुहोस्। अब रिडेम्पसन पेज खुल्नेछ। त्यहाँ दुईवटा ड्रप डाउनबाट आफ्नो डिम्याट अकाउन्ट र आफूले बिक्री अर्थात् रिडिम गर्न चाहेको स्किम छनौट गर्नुहोस्। त्यसपछि तल उक्त स्किमको विस्तृत विवरणहरू देखा पर्नेछन्। त्यहाँ तपाईले रिडिमेबल युनिट्स देख्न सक्नुहुन्छ, जसको मतलब तपाईले सो स्किमबाट कति युनिटसम्म रिडिम गर्न सक्नुहुन्छ भन्ने हो। त्यसको तल एक्जिट लोड एक्जेम्प्ट युनिट्स देखिनेछ। यसले तपाईको पोर्टफोलियोमा रहेका त्यस्ता युनिटहरूलाई बुझाउँछ जसमा रिडिम गर्दा कुनै शुल्क अर्थात् एक्जिट लोड लाग्ने छैन। नोट: यदि तपाई आफ्नो स्किममा लाग्ने एक्जिट लोड र होल्डिङ पिरियड बारे स्पष्ट हुनुहुन्न भने कुनै पनि समयमा टप बारमा रहेको म्युचुअल फन्ड्समा गई आफूले बिक्री अर्थात् रिडिम गर्न लागेको स्किम छनौट गरेर एक्जिट लोड सेक्सनमा गई हेर्न सक्नुहुन्छ। अब आफूले रिडिम गर्न चाहेको युनिट्स प्रविष्ट गर्नुहोस्। ध्यान दिनुहोस्, यो संख्या रिडिमेबल युनिट्स भन्दा बढी हुनु हुँदैन। युनिट प्रविष्ट गरेपछि आउने विवरणहरू तल हेर्न सक्नुहुन्छ। त्यहाँ देखाइएको ब्याङ्क अकाउन्टमा नै तपाईको रिडिम पछिको रकम जम्मा हुनेछ। अब तपाईले आफ्नो प्यान नम्बर समावेश गर्न सक्नुहुन्छ। यदि सिस्टममा पहिले नै प्यान लिङ्क छ भने यो स्वतः छनौट हुनेछ। त्यसपछि यस प्रक्रियाको जिम्मेवारी स्वीकार गर्नका लागि दिएको चेक बक्समा टिक लगाउनुहोस्। अब रिडिम बटनमा क्लिक गर्नुहोस् र त्यसपछि कन्फर्ममा क्लिक गर्नुहोस्। अब तपाईले आफ्नो डिम्याट खाता प्रमाणीकरण गर्न पर्ने हुन्छ, जुन तपाईको इमेलद्वारा गर्न सक्नुहुन्छ। त्यसको लागि सेन्ड ओटिपी बटनमा क्लिक गर्नुहोस्। आफ्नो इमेलमा आएको ओटिपी राखेर भेरिफाई बटनमा क्लिक गर्नुहोस्। प्रमाणीकरण सफल भएपछि तपाईको रिडेम्पसन अनुरोध सफलतापूर्वक दर्ता हुनेछ, जसलाई आगामी कार्यदिनमा प्रक्रियामा लगिनेछ। थप जानकारीको लागि नबिल इन्भेस्टमा सम्पर्क गर्नुहोस्।